प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। परमेश्वरको अपरिवर्तन योजना हामी संसारमा अहिले हामी रहिरहेको यो ठाउँमा हैन, हामी आफै पनि एकदमै परिवर्तनशील छौँ। हामी समय सँगसँगै हाम्रो भावना, हाम्रो मन, हाम्रो सोच विचारहरू परिवर्तन हुन्छ, चेन्ज हुन्छ, हामी बदली पठाउँछौँ। तर परमेश्वर आदि अनि अन्त्य, अल्फा ओमेगा, सुरुदेखि अन्त्यसम्म उहाँ एक हुनुहुन्छ, एकनाश हुनुहुन्छ। उहाँको योजना कहिले पनि परिवर्तन हुँदैन। उहाँले कहिले पनि आफ्नो मनलाई बदलिनुहुन्न, चेन्ज गर्नुहुन्न। उहाँले हामीलाई जहिले पनि प्रेम गर्नुहुन्छ, जहिले पनि माया गर्नुहुन्छ, उहाँले हामीलाई जहिले पनि वास्ता गर्नुहुन्छ। यसै कारणले गर्दाखेरि हाम्रो जीवनमा जस्तोसुकै समस्याहरू आओस्, हाम्रो अवस्थाहरू चेन्ज होला, हाम्रो परिस्थितिहरू एकदमै हामीले सोचेको भन्दा नि खराब होला, तर जुन परमेश्वर जसले हामीलाई प्रेम गर्नुहुन्छ, जसले हामीलाई माया गरिकन आफ्नो एकलौटी पुत्रलाई दिनुभयो, जुन योजना, जुन उद्धार हैन परमेश्वरले हाम्रो लागि बनाएर राख्नुभएको छ, त्यो चाहिँ अपरिवर्तनशील छ। कहिले पनि परिवर्तन हुँदैन, कहिले पनि चेन्ज हुँदैन। यस कारणले गर्दाखेरि यो संसारको परिवर्तन हुने कुराहरूमा अल्झेर होइन, तर अपरिवर्तन हुने परमेश्वरको योजनालाई सम्झिकन उहाँको प्रतिज्ञा अनुसार उहाँको बाटोमा हामी हिँड्न पर्दछ।